एकैछिन साथीहरु म चाहिँ आज यस्तो ठाउँमा आएको छु कि तपाईहरुले हेर्नै पर्ने ठाउँ छ आजको चाहिँ। म चाहिँ अहिले ठ्याक्ककै बागमती करिडोरमा छु। किन भन्दा यहाँ म किन आएको हो भन्दाखेरि यहाँ चाहिँ मनमोहक दृश्यदेखि लिएर चाहिँ यहाँ एकदमै पोजिटिभ भाइब्सहरु यहाँ चाहिँ मलाई आउँछ। त्यहाँ चौरमा चाहिँ भलिबल खेलिरहेको रहेछ। भलिबल खेलेको हेर्नलाई चाहिँ म यो बेन्चमा बस्छु। एकछिन भलिबल हेरिसकेपछि म फेरि उतै लागे। हेर्दा एउटा बेङ्क पुगे कसलाई थाहा छ, सायद यता नजिक बस्नुहुन्छ सबैलाई थाहा छ। म सिधा लागे किन भन्दा मलाई अलिक अगाडि जानु थियो। बेलुकीको सूर्य अस्ताको हेर्दै हेर्दै म चाहिँ अगाडि बढे खोलाको किनारै किनार। त्यसपछि म यो रुखको छेउमा पुगे। कसलाई थाहा छ यो रुखको नाम के हो कमेन्ट गरिदिनु। त्यस ठाउँबाट अलिक अगाडि बढेपछि त्यस्तो मनमोहक दृश्य देख्न पाएँ जुन चाहिँ मलाई रमाइलो लाग्यो। हिँड्दा हिँड्दा म जम्बू डाँडाको छेउमा आइपुगेँ। यो चाहिँ जम्बू डाँडा हो जहाँ चाहिँ तामाङहरूको अन्त्येष्टि गरिन्छ। वरिपरि भ्यू हेर्दा हेर्दा हिँड्दाखेरि यहाँ भाइहरूलाई देखेँ मैले। स्कुले भाइहरू रहेछन्। पन्जा लडाइँ खेल्दाखेरि म पनि लडाइँ खेल्नु पर्यो भनेको त मैले चाहिँ पाइनँ। त्यसै गरी पुल क्रस गरेर म अगाडि बढेँ सिधा। म कहाँ गएको हो भनेर चाहिँ तपाईँले नेक्स्ट पार्टमा पक्कै पनि हेर्नुहुनेछ। यतिन्जेलको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।